धारा भने पनि भयो, हिटी भने पनि भयो, तर यसको प्रख्यात नाम चाहिँ हिटी धारा। 8 गाउँपालिका वडा नम्बर 7 चुवानडाँडामा बनेको हिटी धारा यति धेरै राम्ररी संरक्षण गर्नुभएको छ नि। यसको चारैतिर वालहरू लगाएर यो पनि एकदम ढुङ्गाको। एकदमै सराहनीय काम। यसरी चाहिँ यो धाराहरू आफ्नो प्राकृतिक सम्पदाहरू संरक्षण गर्नुभएकोमा चाहिँ स्थानीय सरकार भनौँ वडा पालिका जसले पहल गर्नुभयो उहाँहरूलाई चाहिँ उहाँहरूको काम चाहिँ एकदम सराहनीय छ। यसरी देख्न सक्नुहुनेछ। यो माथि जङ्गलको फेदबाट आएको पानी यतापट्टि यहाँ यति धेरै राम्रो। यहाँनिर चाहिँ हाँस पनि बसिरहेको छ। यो धानको यो चाहिँ लुगा सुकाउने बाँसहरू यति राम्रो छ। म चाहिँ धेरै पछि यो हिटी धारामा आएको हो। यो चाहिँ थोक्लुङ जाने बाटो। यता चाहिँ अनि यता चाहिँ चुवानडाँडाको ठ्याक्कै डिलको बर्को जाङ यहाँनिर छ। यो तुलसा दिदीको घर मास्तिरको बर्को जाङ। उयो चाहिँ थुम्की। यहाँ चाहिँ एयरपोर्ट बन्ने कुरा पनि चलि चाहिँ राखेको छ, बन्छ होला। भिडियोहरू हेर्दै गर्नु होला। धन्यवाद र पेजलाई फलो पनि गर्नु होला। यस्तै भिडियोहरू लिएर आउनेछु र हजुरहरूलाई कस्तो लाग्यो त मेरो भिडियो कमेन्ट पनि गरिदिनु होला। यसले गर्दा तपाईँहरूको कमेन्टले गर्दाखेरि मलाई चाहिँ एकदम हौसला मिल्नेछ भन्न चाहन्छु। यस्तो छ है त। स्वागत छ सधैँ जस्तै तपाईँहरूलाई आज पनि मेरो भिडियोमा। यो चाहिँ हाम्रो हिटीमा हामी धारा थपिदिएर हिटी धारा बनाउँछौँ। 8 गाउँपालिका वडा नम्बर 6 यतापट्टि हिटी धारामा तपाईँहरू धेरैजनाले देख्नु पनि भएको छ होला यो हिटी। यहाँ चाहिँ हाम्रो नाना। अनि यहाँ चाहिँ हाँसहरू पनि खेल्छ। अस्ति पहिला आउँदा त यो थिएन, अहिले चाहिँ रहेछ। यति धेरै राम्रो व्यवस्थित बनाइराखेको छ। स्थानीय सरकार पालिकालाई त यति धेरै धन्यवाद दिनुपर्छ नि। यसरी धाराहरू संरक्षण गर्नुभएको छ। यसरी यो एकदम सफा पानी। यो तलतिर धानको बाला झुल्यो भरि लयो भनेको जस्तै यहाँ म तपाईँहरूलाई धारा पनि देखाउँछु है त। हिटी धारा आमामा यो अस्ति आउँदा यो माथिको बनाएकै थिएन। धेरै राम्रो बनाएको छ। तपाईँलाई अनि यो धारा देखेर कस्तो लाग्यो त? यति धेरै सफा। म यहाँ पानी खान्छु, मेरो भिडियो खिच्नु ल। यत्तिकै राखिराख्नु। पानी मिठो ढुङ्गे धाराको भन्दै त्यसै मिठो पानी। ठाडो पर है झन्डै अलिकति।